हान्नु सानीले चाहिँ बात गर्नुहुँदैछ है। बात टिप्दै हुनुहुन्छ। ए हुन्छ सानी चाहिँ पछि यो रुखमा छ। एकछिन त हो नि त। अचेलले उठ्नुहुँदैछ। काम पनि आइसक्यो यहाँ समय। त्यो पर रुख यो कटहरको रुख यता रुखहरू चाहिँ पात टिप्न आएको। भोलि तिहार भनेर आएको पनि। कसरी हान्नुहुँदैछ अहिले यी रुखमा चढिरहनु भएको छ। ए जिउरो निकाल्नुहुँदैछ। सानो चाहिँ पात राख्नुपर्ने। सानी यता माथि पात बेला राख्नुपर्ने यसरी। कहाँ तल झरी रहेछ। पात पनि माथि नै भएको हुन्छ। यो पनि हो यो। एकछिन मुर्याउनु है। यहाँ छ एउटा टिपेर हाँगे काटेको हो। यस्तै बेला घाँस छ। यस्तै यहाँ बेलाको छु। अझै यहाँ तल भुइँमा चढिरहेछ। मजाले टकेर यस्तो मारिछ। हिमालयन त कस्तो ठुलो आँखै झारियो। खुल्ला देखिरहेछ। आगै झारिदिनु सानले। छैन यहाँ अर्को रुखमा चढ्नु हुँदैछ। यहाँ चढिसक्नुभयो। अब झर्नुहुन्छ सानै। झर्नुहुँदैछ अहिले चाहिँ। फाइनली म तल झरिसकेँ। झन्डैले काँडा घुच्यो। ए नभए झन्डै तल। के भन्नु मन छ हजुरलाई भन्नुहोस्। त्यहाँ पुग्दा चाहिँ सिरिङ्ग भएको थियो कि तल झरेपछि चाहिँ अब चाहिँ आनन्द भयो। तर पात चाहिँ हाम्रो तल झरेको झारी यस्तो छ। कसरी जाने होला। कसरी जाने हो। यही चाहिँ अलिक तल क्षेत्रमा आइपऱ्यो। अरू त ठिकै छ। हुन्छ अब हामी यो पात लगेर चाहिँ तपाईँहरू जस्तो सानी भोलि नुहाउनुपर्छ है। यहाँ त ए नुहाउनुपर्छ नि भोलि त अनि भाइटिका कुचबिहार नुहाउनुपर्छ नि। कत्रो मैला लगाइरहेछ अहिले। तल गयो भएन के
हामी चाहिँ यस्तो अझ जङ्गलमा रहेछौँ